नवाज दाई नवाज दाई पनि क्रेजी आर्टिस्ट हो दाइले त सब खतरा खतरा आर्टिस्टको मात्र फोटो देखेको र नवाज दाई पनि अति दामी त मैले जस दाईको सुनेको होइन दाईको बारेमा चाहिँ भेटा चाहिँ छैन दाई होइन अस्ति भर्खर इन्स्टामा पनि हामी फलो गऱ्यौँ एकअर्कालाई दाईसँग जस अब कोल्याब गर्ने कुरा पनि भएको छ अनि अब कुन म्युजिक हुन्छ अलि राम्रो गुड म्युजिकको त्यो एउटा राइट म्युजिक पनि चाहियो नि त दाइ होइन चाहिन्छ त्यो राइट म्युजिक पनि अब खोताल्दैछौँ के अरे होइन त्यो भेटेपछि अफकोर्स दाइसँग पनि गर्ने हो अनि दाइको एनर्जी त फेरि यस्तो छ अरे मैले सुनेकै स्टुडियोमा जाने बित्तिकै बिट सिट सुन्यो भने ड्याङ 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 हानिदिइहाल्ने फ्री स्टाइल त्यस्तो छ क्या दाइको एनर्जी मैले सुनेको म अब दाइ पर्सनली भेटेको छैन क्या अरे तर दाइको एनर्जी चाहिँ त्यस्तो छ अरे क्या अनि मलाई लाग्छ पनि होला पनि है किनकि उसको फ्लो अनि त्यो उसले क्या हुन्छ नि दाइ त्यो एग्रेसन पनि है त्यो बिटमा एकदम त्यो हार्ड बिटमा हार्डवाला एग्रेसन अनि मेलोडिक पनि गर्नु छ दाइले त्यसमा छुट्टै भर्सेटाइल आर्टिस्ट होइन रिजनले भन्दा मलाई एउटा कुरा याद आयो आई थिङ्क म म्युजिक भिडियो बनाउँदाखेरि त्यतिखेर कोल्याब गर्ने जमाना थियो क्या सिङ्गर्स र ऱ्यापर्सको त्यतिखेर रोजन अधिकारी मेरो साथीसँग चाहिँ सुस्तरी भन्ने गीतमा नवाजको ऱ्याप थियो क्या त्यतिखेर उसले एक दुईवटा लाइन्सहरू अन द स्पट चेन्ज पनि गरेको थियो आई स्टिल रिमेम्बर त्यो दाई त एकदम मलाई दाइलाई चिनेको त्यो लुगिन बिट्स पहिला दाइहरूको स्टुडियो पनि थियो कि क्या दाई हो जस्तो लाग्छ तर आएर नो है लुगिन बिट्स भनेर थियो जस्तो लाग्यो दाइहरूको स्टुडियो अनि त्यो बेलाबाट दाइले गर्थ्यो क्या बुलेट फ्लोसँग पनि एउटा दाइको ट्र्याक थियो त्यो के फेस्टा भन्ने थियो क्या त्यो खै सम्झिनु एकदम फास्ट ऱ्याप भन्ने केटाहरूको थियो क्या त्यो 6-7 जना केटाहरू थिए त्यसमा नवाज दाई पनि थियो अनि त्यो बेलाबाट चिनेको दाइ अलमोस्ट भइसक्यो 12-13 वर्ष भयो होला 10-12 वर्ष त ढुक्क भयो होइन खतरा ऱ्यापहरू अब बाहिर अहिले युएसमा भएको कारणले गर्दा आई थिङ्क अलिकति मिडियासँग कनेक्ट नभयो बट त्यहाँबाट पनि ऱ्याप त ड्रप गरिराखेको नै छ दाइले त अनि डेन्जर मतलब एभ्री 2 weeks पछि दाइको गीत आउँछ जस्तो लाग्छ मलाई किन मतलब एकदम त्यो हुन्छ नि दाइ मतलब कन्सिस्टेन्सी भनेको त दाइबाट सिक्नुपर्छ एकदम ड्रप गरे क्रेजी धेरैजनाले मैले टाइम भ्याएन भन्छ होइन तर लुक एट दिस गाई होइन खतरा छ अनि